हप्ता दिन अगाडि इन्डेप्थ स्टोरीको यो भिडियो मैले हेरेको थिएँ। त्यसपछि मलाई एकैचोटी बेचैनी छटपटाट कम्बोमा आयो। नेपालमा कुन लेभलमा सोशल मिडियाले म्यानिपुलेट गरेको छ, पब्लिकलाई कसरी गुमराहमा राखेको छ र न्युट्रल देखिने मिडियाहरू जो चाहिँ एज अ ट्रोजन हर्सको काम गरेर कसरी मान्छेहरूलाई चाहिँ थाहै नदिएर दिमाग भुटिरहेका छन् को चाहिँ भनेर बुझ्नलाई ज्वलन्त उदाहरण यो भिडियो इन्डेप्थ स्टोरीको। त्यसको काउन्टरमा यो भिडियो बालेन शाहको राइज चाहिँ 3 वर्ष अगाडि जसरी भएको थियो त्यो म्याजिकल थियो, साँच्चीकै चमत्कारिक थियो, म्याजिकल थियो। तर यो उमेरमा आउँदा यदि हन्डर खाइसकेपछि मलाई चाहिँ के थाहा छ भन्दा संसारमा म्याजिक भन्ने चिज चाहिँ हुँदैन। त्यसमा चाहिँ 3-4 वटा कुराहरू चाहिँ फ्युज गर्यो भने चाहिँ त्यो म्याजिक जस्तो देखिने हो। डिलुजन हो म्याजिक भनेको। म्याजिक हुनलाई एउटा टाइमिङ, एउटा प्रप्स अथवा टुल्सहरू भनौँ, तेस्रो चाहिँ मिसडिरेक्सन को कम्बो हो देखिने गरेको म्याजिक। बालेन शाहको केसमा पनि त्यही हो भन्नेमा मेरो चाहिँ मोटामोटी हो। तर त्यत्रो टुल्स प्रप्सहरू लिने, टाइमिङहरू सबै क्याल्कुलेट गर्ने बालेन शाहको आफ्नै मति बुद्धिले हो त भनेर मलाई त्यति बेला शङ्का थियो। कसको हात छ जसले चाहिँ यसरी रातारात मान्छेहरूलाई राइजमा ल्याइदिन सक्छ, कुन लेभलको प्लानिङ चाहिन्छ भन्ने कुरा म मोटामोटी अन्दाज गर्न सक्थेँ। आज आएर बिस्तारै त्यो खुल्दैछ। युएसएको हातको कुरा छ। युएसएले त्यसरी मान्छेलाई इन्सर्ट गरेको, जस्तै बङ्गलादेशमा युनिसको कुरा गरौँ, युक्रेनमा जेलेन्स्कीको कुरा गरौँ, यसरी युएसएले इन्सर्ट गर्दो रहेछ भनेर मान्छेहरूले थाहा पाउँदैछन् यो देशमा। र यसमा सिकेलालको एउटा भनाइ छ। सिकेलालले के भन्यो भन्दाखेरि त्यो एउटा स्ट्याटस थियो, सिंहदरबार जलाइदिन्छु, त्यो चाहिँ आवेगको कुरा थिएन, त्यो चाहिँ मेसेज दिन थियो, सोच समझके चाल थियो। त्यसमा फेरि मेरो एउटा एक्स्ट्रा पोइन्ट पनि छ। बालेनले किन चुनाव जितिसकेपछि चाहिँ मिडियासम्म आउँदैनन् वा इन्टरभ्यू दिँदैनन् भन्दाखेरि चुनावभन्दा अगाडि चाहिँ स्क्रिप्टेड कुरा भने हुन्थ्यो, यति भन्नु, यो भन्नु, यो भन्यो भने काम लाग्छ। तर त्यसपछि चुनावपछि त मान्छेहरूले उसको कामको क्रस क्वेसन सोध्छन्, त्यसको एन्सर दिनलाई चाहिँ स्क्रिप्टले काम गर्दैन, किनभने सडन अनएक्सपेक्टेड क्वेसन आउन सक्छ चुनावपछि। त्यसैले उनी जाँदैनन्। त्यति बेला भन्दै थिए म यो फोहोर व्यवस्थापन नभएसम्म चाहिँ म कसैसँग म खुसियाली पनि सार्दैन, इन्टरभ्यू पनि दिँदैन भनिसकेपछि त टन्टै साप भइहाल्यो। अहिलेसम्म कसैसँग इन्टरभ्यू पनि दिन्नन्, जवाफदेही पनि छैनन्, फेसबुकमा पोस्ट गरेर बस्छन्। ल मान्नुहोस्, यदि बालेन शाहलाई चाहिँ एक एक गरेर प्लानिङ सहित इन्सर्ट गरेको होइनन्, उनी कसैको पपेट होइनन् भने एकछिनलाई मानौ त्यसो हो भने चाहिँ, र उनको आफ्नै विवेकले के चाहिँ काम गर्छ भने आजको दिनमा धेरै मान्छेले सोधिरहेका 4-5 वटा एकदम इम्पोर्टेन्ट क्वेसनहरू छ। पहिलो क्वेसन, सिंहदरबार जलिराख्दाखेरि बालेन शाहले चाहिँ जब सरकारले राजीनामा दिइसकेको थियो उनी सडकमा किन आएनन्, उनले आह्वान किन गरेनन्, के गर्नै पर्थेन, उनले विजय उत्सव मनाइदिए हुन्थ्यो। अब हाम्रो जित भयो, देशका सम्पदा जोगाउनुपर्छ, अब आउनुहोस् विजय उत्सव मनाऊँ भनेर रोडमा अबेर जात्रा गरे पनि हुन्थ्यो, के पनि समस्या थिएन, जल्न चाहिँ रोकिन्थ्यो। तर बालेनले त्यो काम किन गरेनन्, पहिलो। दोस्रो, त्यो सबैपछि जुन ध्वंस मच्चियो त्यसपछि उनका दमकलहरू कहीँ पनि गएनन् र आर्मीको कुरा एउटा छ, बालेनको कुरा एउटा छ, प्रधान न्यायाधीशको कुरा एउटा छ र कसैले पनि लाइभ फुटेजहरू देखेको छैन। दमकल आएको, निभाएको, हामीले दन्दनी जलेको आफ्नै आँखाले देखेको हो, तर दमकल गएको चाहिँ देखेको छैन। त्यही भएर यो भूतवाला दमकलको कहाँ थियो फुटेज हेर्न पाए हुन्थ्यो। यो मेरो दोस्रो प्रश्न हो। तेस्रो, योभन्दा पनि अझ इम्पोर्टेन्ट प्रश्न छ। नेपालमा चाहिँ संविधानले नै कल्पना गरिएको पार्टी व्यवस्था छ, त्यसमा पार्टीहरूलाई बाइपास गरेर जान सकिँदैन भन्ने थाहा हुँदाहुँदै बालेनले जङ्गी अड्डासँग गएर चाहिँ कुरा गर सेनापतिसँग, यी पार्टीहरूसँग कुरा नगर भनेर किन मान्छेहरूलाई त्यतातिर डिरेक्ट गरे, यो तेस्रो प्रश्न हो। र चौथो प्रश्न, संसद विघटन गर किनभने यदि जेनजीको माग चाहिँ है, यदि भनिरहेको छु, जेनजीको माग चाहिँ संविधान संशोधन थियो भनेपछि त्यो पोसिबल चाहिँ टेक्निकल्ली अस्तिको संसदबाट थियो। तर त्यो संसदलाई भङ्ग गराइयो, मागहरू गए त्यसले नै। किन गराइयो, उनको विवेकले हो भने किन यस्तो डिसिजन दिए? यी 4 वटा प्रश्न जिउका त्यौँ छ। यो तमाम नेपालीले सोधिरहेको प्रश्न हो। तर आज के गरिदिन्छ भन्दा इनडेप्थ स्टोरी जस्ताहरू, रुटिन अफ नेपाल बन्द भनौँ, टङ्केहरू जस्ताले चाहिँ के गरिरहेछन् भने यस्तो जायज प्रश्नहरूलाई चाहिँ नसोधेर
बालेनले यस्तो उस्तो बालेन नभएसम्म हुँदैन, यी सबै नेताहरूलाई चाहिँ खोरमा हाल्नुपर्छ, सक्दा मार्नै पर्थ्यो तर मार्न त हुँदैन कानुनी हिसाबमा, त्यही भएर एट एनी कस्ट जेलमा हाल्नुपर्छ, थुन्नुपर्छ। र नेपालमा पार्टी चाहिँ यति जडा गहिरोसम्म गाडिएको छ कि अबको चुनावमा पनि यिनीहरूले नै जित्छन्, त्यही भएर यी सबैलाई चाहिँ थन्काउनुपर्छ, थुन्नुपर्छ, अनि बल्ल चाहिँ बालेन जस्ताले चाहिँ पार्टी खोलेर जित्न सक्छन् भन्ने जुन भाषा सिर्जना गरिरहेको छ त्यो एकदम हानिकारक छ। किनभने नेपालमा पार्टीले बिठाइ गरेको हो, भ्रष्टाचार भएको हो, त्यो पनि हो, नेपालमा व्यथिति थियो, तर त्यो सबैको सोलुसन बालेन हो भनेर कुनै एउटा अमुक मान्छेलाई नै मात्र भनिन्छ भने त्यो एकदम गलत छ। त्यसले हामीलाई देश यसै त जलिसक्यो, अझै खाल्डोमा हाल्ने निश्चित छ। हाम्रा इन्स्टिट्युसनहरूलाई बलियो बनाउनुपर्छ कि न कि कुनै एउटा अमुक नेतालाई। आजको ट्विट छ बाराक ओबामाको। बाराक ओबामाले के भनेका छन् भने संसदीय व्यवस्था नभएको हुनाले चाहिँ अमेरिकामा गाह्रो पर्यो, प्रेसिडेन्सियल मात्रै भयो भन्ने कुरो छ बाराक ओबामाको। हामी यसमा डिबेट गर्न सक्छौँ, तर अमेरिका जस्तो वेल सेटल्ड, वेल म्यानेज्ड देशको त यो गति छ जहाँ इन्स्टिट्युसनहरू त्यति बलिया छन्। हाम्रो जस्तो देशमा एउटा तानासा आयो भने के हुन सक्छ, जो पब्लिक प्रति उत्तरदायी छैन, जो पब्लिकमा फेस गर्दैन, अँध्यारोमा बसेर कविता लेख्छ, यो प्रश्न जायज छ। तर सोध्ने कुरो आउँछ इन्डेप्थहरूले आउँदैन। सबै प्रश्न पोलिटिकल पार्टीमा लगाइदिए भयो, सबै प्रश्न यो सिस्टमको भनिदिए भयो, तपाईँ हामी सच्चिनुपर्छ भन्ने छैन। र यदि कुनै चाहिँ निर्वाचनमा चाहिँ कुनै पार्टीका पुराना मान्छेलाई जिताउँछन् भने पनि त्यो रक्सीले खाएर होस्, त्यो पैसाले हो, पावरले मात्रै हो भनेर चाहिँ नेपालमा दिने भोटलाई चाहिँ शङ्काको घेरामा राखिदिने, पब्लिकको ब्यालेटबाट आएको चाहिँ म्यान्डेटलाई चाहिँ प्रश्न चिन्ह खडा गरिदिने चाहिँ र त्यसमा अब्जेक्सन देखाउने कामहरू भएको छ यस्तो मिडियाबाट, इन्डेप्थबाट। त्यो भिडियो हेर्नुहुन्छ, त्यसमा भन्नेकै यही छ। भनेपछि बालेनले जित्यो, पब्लिकहरू बुद्धिमान छन्, बालेनले हार्यो वा पुरानो पार्टीले जित्यो भने चाहिँ पब्लिकहरू पैसामा बिके, पब्लिकहरू चाहिँ डर त्रासमा फैलिए भनेर यस्तो भाष्य सिर्जना गरेर हाम्रो देशलाई पुर्याउन खोजेको कहाँ, गर्न खोजेको के तिमीहरूले? यो मेरो आजको दिनको यिनीहरूलाई प्रश्न। त्यसैले कुनै एक मान्छेलाई चाहिँ टाउकोमा टेकेर चाहिँ यस्तो उफ्रिने काम बन्द गरौँ। प्रश्न सबैलाई सोध्न पाइन्छ, जसरी तपाईँहरू पुराना पार्टीजहरूलाई सोध्नुहुन्छ र म पनि सोध्छु, त्यसरी नै बालेनलाई पनि सोध्न पाइन्छ। प्रश्नभन्दा माथि बालेन छैन र तपाईँहरू पनि प्रश्नभन्दा माथि छैन। एउटा क्यामेरा र माइक बोक्या बकबक गरेर तपाईँलाई आउँछ भने जस्तै मलाई पनि आउँछ, तर मैले भनेका प्रश्नहरू, मैले उठाएको कुरामा म उत्तरदायी हुनुपर्छ। मसान घाटमा दाउरा बेच्नेले चाहिँ मान्छे मर्यो भने धेरै बल्ल उसको व्यापार हुन्छ, त्यसैले ऊ चाहिँ धेरै मान्छे मरोस् भन्ने चाहन्छ भन्ने खालको क्रूरवाला सत्यता छ के। त्यस्तै तपाईँहरू चाहिँ देश खतम होस्, देशमा केओस भयो भने मात्र तपाईँहरूको धन्दाबानी चल्छ ठानेर तपाईँ देशलाई खरानी नबनाउनुहोस्, बिन्ती। बारको यो पेट चाहिँ पाल्नलाई चाहिँ त्यत्रो गर्नुपर्ने जरुरत छैन, जसरी पनि दुःख गरेर खान सकिन्छ, त्यसो नगरौँ होला। हस्, अहिलेलाई यति नै, धन्यवाद।